नेपालमा लागू औषध अपराध एक गम्भीर प्रकृतिको अपराध मानिन्छ। अब प्रस्तुत छ यसै अपराध अन्तर्गत नेपालमा अफिमको अवैध खेती नियन्त्रणको अवस्था र चुनौतीहरू समेटिएको वृत्तचित्र अफिमको खेती। लागू औषध नियन्त्रण ऐन 2033 को कार्यान्वयन अघि नेपालमा गाँजा चरेसको उत्पादन तथा बिक्री वितरण निर्बाध रूपमा हुने गर्दथ्यो। लागू औषध बिक्री वितरणको लागि सार्वजनिक रूपमै गोरखापत्रमा टेन्डर आह्वान सम्बन्धी सूचना प्रकाशित हुन्थ्यो। काठमाडौँको ठमेल क्षेत्र तथा बसन्तपुर दरबार क्षेत्रमा त गाँजा चरेसको विज्ञापन सहितको साइनबोर्डहरू टाङ्गिएका होटल रेस्टुरेन्टहरू प्रशस्त भेटिन्थे। लागू औषध नियन्त्रण ऐन 2033 ले लागू औषधको उत्पादन, सञ्चय, ओसार पसार, बिक्री वितरण एवं सेवनलाई निषेधित गरे पनि नेपालमा लागू औषध अपराधमा स्वदेशी एवं विदेशी गिरोह सक्रिय रहेको पाइन्छ। कतिपय जिल्लाहरूमा अवैध गाँजा तथा अफिमको अवैध उत्पादन हालसम्म पनि पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन। प्रत्येक वर्ष सयौं बिघा जमिनमा लगाइएको गाँजा तथा अफिम खेती प्रहरीको सक्रियतामा नष्ट हुने गरे तापनि यसको नियन्त्रण चुनौतीको पहाड झैं हाम्रो सामु खडा छ। पछिल्ला केही वर्षहरूमा मौलाएको अफिम समेतको अवैध खेतीले स्थिति अझ भयावह बनाउँदै लगिरहेको छ। नेपालमा अवैध अफिम खेतीको वर्तमान अवस्था र चुनौतीहरूका सम्बन्धमा प्रकाश पार्नुहुँदै गृह मन्त्रालय लागू औषध नियन्त्रण महाशाखाका सहसचिव लक्ष्मी प्रसाद ढकाल नेपालमा अहिले विगत केही वर्षमा चाहिँ अफिम खेतीहरू पनि भएको हामीले चाहिँ पाएका छौँ। यो विशेष गरेर चाहिँ यो मध्यमाञ्चलका जिल्लाहरूमा, केही जिल्लाहरू पहाडी जिल्लाहरूमा र मध्यपश्चिमाञ्चलका जिल्लाहरूमा पाइराखेका छौँ। र यो विशेष गरेर के देखिएको छ भन्दाखेरि जहाँ बढी गरिबी छ, जहाँ सरकारको पहुँच छैन, बहुत रिमोट एरिया चाहिँ दुर्गम ठाउँहरूमा जहाँ तत्काल हाम्रो चाहिँ त्यो जानकारी प्राप्त हुन सक्दैन, त्यस्ता ठाउँमा त्यो गरिबी भएको र चाहिँ तत्काल फाइदा लिनको लागि चाहिँ यो यससित सम्बन्धित व्यक्तिहरूले चाहिँ उत्पादन गरेको पाइएको छ। चुनौतीको कुराहरू गर्दाखेरि त विशेष गरेर चाहिँ अब त्यति ठुलो चाहिँ मात्रामा त होइन अहिले तत्काल भएको कुराहरू, तर यो चाहिँ बढी जान्छ कि भन्ने कुराहरू चाहिँ हाम्रो एउटा चिन्ताको विषय हो। नेपाल प्रहरीले मकवानपुर जिल्लामा विद्यमान रहेको अफिमको अवैध खेती नियन्त्रणको लागि समय समयमा विशेष प्रहरी कारबाहीहरू सञ्चालन गर्दै आइरहेको छ। यस जिल्लाका कालिकाटार, खैराङ, भारता, काँकडा, गोगने, राक्सिराङ, डाँडाखर्क, सरीखेत, नामटार, मनहरी, बसामडी, बस्तीपुर लगायतका गाविसहरूमा अवैध अफिम खेती हुने गरेको पाइन्छ। त्यसो त नेपालमा लागू औषध अपराधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी सजाय नभएको होइन। नेपालभर सन् 2011 मा 2163 जना, सन् 2012 मा 2600 जना, सन् 2013 मा 2673 जना विरुद्ध लागू औषध नियन्त्रण ऐन 2033 बमोजिम कारबाही भएको छ। 2070 फागुनमा देशभरिको कारागारहरूमा कुल 16336 कैदीबन्दीहरू रहेकोमा तीमध्ये लागू औषध अपराधमा मात्र संलग्न थुनुवा बन्दीहरू 2487 रहेको पाइएको छ, जुन 15.3% को अनुपात हो। यो तथ्याङ्कले नेपालको कारागारहरूमा लागू औषध अपराधमा संलग्न कैदीबन्दीहरू ठूलो संख्यामा रहेको पुष्टि गर्दछ। अफिम खेती फडानी कारबाहीको लागि भौगोलिक विकटता एक मुख्य चुनौती हो। कतिपय गाविसहरू अझ पनि मोटर बाटो विमुख छन्। एउटा गाविस गस्ती गर्न 1-2 दिनको पैदल हिँडाइले नभ्याउने अवस्था छ।
भिरपाखामा अवस्थित ससाना टुक्रा जमिनहरूमा समेत लहलहाउँदो अफिम खेती भेटिन्छ। उकाली ओह्राली गर्दै अफिम खेती फडानीको लागि डाँडा काँडा चहार्ने क्रममा कहिलेकाहीँ त पल्लो डाँडामा पुगेपछि मात्र ओल्लो डाँडामा भएको लहलहाउँदो अफिम खेती देखिन्छ। अफिम खेती लुकाउने कायदा पनि गजबको छ। कतै तोरीबारीको बीचमा, कतै मुला खेतीसँगै त कतै छेउछेउमा गाउँको बोटले ढाक्ने गरी अफिम खेती गरेको पाइन्छ। टाढाबाट हेर्दा प्रहरीहरू झुक्किउन् भनेर यसो गरिएको हो। पल्लो डाँडाबाट बाइनाकुलरले हेर्दा कुन गाउँ खेती हो, कुन तोरी खेती हो वा कुन अफिम खेती हो छुट्याउन हम्मे पर्छ। अफिम खेती फाड्न प्रहरी गाउँमा पुग्दा मानिसहरू सायदै भेटिन्छन्। गाउँका छरिएर रहेका घरहरूमा ताल्चा मारिएको भेटिन्छ। भेटिएका मानिसहरू पनि अफिम खेती को कसको जग्गामा लगाएको हो, कसले लगाएको हो भन्न हिचकिचाउँछन्। हाल नेपालमा अफिमको अवैध खेतीको अवस्था सम्बन्धमा लागु औषध नियन्त्रण ब्युरोका प्रहरी नायब महानिरीक्षक प्रताप सिंह थापा भन्नुहुन्छ, यसमा त हामीले सूचना सङ्कलन गरेर कसले यसलाई चाहिँ यो रोप्न लगाएको छ, यसलाई खेती गर्न लगाएको छ त्यसको पनि हामी आइडेन्टिफाई गर्दैछौँ अनुसन्धान गरेर। र कसको खेती चाहिँ यो भनौँ खेतबारीमा चाहिँ खेती भएको छ उनीहरूलाई समेत हामीले एउटा कानुनी दायराभित्र ल्याएर कानुनी कारबाही गर्ने भएको हुनाले मलाई लाग्छ त्यसबाट यो केही हदसम्म नियन्त्रण हुन्छ भने अब आगामी दिनमा पनि अब यसरी सुरुमै बिउ बिजन राख्नेदेखि नै हामी यसलाई नियन्त्रण गर्न सुरु गर्छौँ र त्यसको लागि आवश्यक पर्ने जनचेतनामूलक कार्यक्रम, यसमा के कारबाही हुन्छ, कति सजाय हुन्छ भन्ने कुराहरू समेत हामी सक्रियतापूर्वक चाहिँ यो स्थानीय लेभलसम्म हामी पुर्याउँछौँ र यसलाई चाहिँ नियन्त्रण गर्ने हामी प्रयास गर्नेछौँ। अवैध गाँजा तथा अफिम खेती हुने समयको आधारमा निरुत्साहन गर्ने र कारबाही गर्ने प्रकृतिको प्रहरी कारबाही सुरु गरी अवैध खेती नियन्त्रण गर्नेतर्फ योजनाबद्ध कार्यक्रम नहुनु र कतिपय अवस्थामा पेश भएको योजनाको लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई समयमै रकम विनियोजन नभएको हुँदा गाँजा अफिमको अवैध उत्पादनले निरन्तरता पाइरहेको देखिन्छ। हाल नेपालमा अफिम खेती नियन्त्रणको लागि भइरहेका पहलहरूबारे गृह मन्त्रालय लागु औषध नियन्त्रण महाशाखाका सहसचिव लक्ष्मीप्रसाद ढकाल भन्नुहुन्छ, यसलाई चाहिँ अफिमहरूको चाहिँ उत्पादन हुन नदिन र चाहिँ त्यो उत्पादन यदि कहीँ गरिराखेको छ भने त्यसलाई नियन्त्रण गर्न अथवा तिनीहरूको फडानी गर्ने किसिमको कुराहरू र त्यसभन्दा अर्को अब जनतामा चाहिँ चेतना फैलाउने किसिमका कार्यक्रमहरू यो लागु औषध हो, यसबाट चाहिँ यो सरकारको नीति विरुद्ध छ भन्ने किसिमको कुराहरू सर्वसाधारण जनतालाई जानकारी गराउने किसिमको कुराहरू र वैकल्पिक किसिमका आय आर्जनका अथवा चाहिँ वैकल्पिक खेती गाँजा अथवा चाहिँ यो अफिमको सट्टामा गर्न लागेका छन् भने त्यसको सट्टामा अन्य वैकल्पिक खेती को लागि चाहिँ प्रोत्साहन गर्ने किसिमका कार्यक्रमहरू चाहिँ हामीले राखेका छौँ। गाँजा अफिमको अवैध उत्पादनलाई शून्य बनाउन लागु औषध नियन्त्रण ब्युरोले कार्यविवरण सहितको विशेष योजना तयार गरी विशेष अभियानको रूपमा सञ्चालन गर्नको लागि प्रहरी प्रधान कार्यालय मार्फत गृह मन्त्रालयमा पेश गरेको छ। पेश गरेको योजना समयमै कार्यान्वयन हुन सके गाँजा अफिमको अवैध उत्पादन नियन्त्रणमा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ। लागु औषध नियन्त्रण ब्युरोले अफिम खेती नियन्त्रणका लागि सञ्चालन गरिरहेको कार्यक्रमहरूको सम्बन्धमा प्रकाश पार्नुहुँदै ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक प्रताप सिंह थापा, अहिले चाहिँ हामीले अब यो 1 वर्षमा यो गाँजा लगायत यो अफिम समेत मान्छेले गर्ने खेती जुन हुन्छ
यसलाई चाहिँ हामी सक्रिय रूपमा विभिन्न कार्यक्रमहरूलाई अगाडि बढाएर वर्षभरि नै खेती गर्न नदिने अर्थात् यसलाई जिरोमा ल्याउने हाम्रो कार्यक्रम रहेको छ र यसको लागि हामीले थुप्रो योजनाहरू बनाएका छौँ र त्यो योजना बनाएर हामीले प्रहरी प्रधान कार्यालयमा पठाइसकेका छौँ र त्यो योजना मलाई लाग्छ गृह मन्त्रालयमा पनि पुगिसकेको छ। त्यो कार्यक्रमलाई हामी छिटै सुरु गर्छौँ। मकवानपुर जिल्लामा आर्थिक वर्ष 2068-69 मा कुल 1 बिघा 4 कट्ठा, 2069-70 मा 11 बिघा 19 कट्ठा तथा आर्थिक वर्ष 2070-71 को हालसम्ममा लागु औषध नियन्त्रण ब्युरो समेतको प्रहरी सक्रियतामा 39 बिघा 9 कट्ठा जमिनमा लगाइएको अवैध अफिम खेती नष्ट गरिएको थियो। 1 बिघा जमिनमा अनुमानित 30 केजी अफिम उत्पादन हुने गर्दछ, जसको स्थानीय मूल्य प्रति किलो 1 लाख रुपियाँ पर्दछ। भारततर्फ तस्करी हुने क्रममा राजमार्ग पार गर्दासम्म प्रति किलो अफिमको अवैध मूल्य 3 लाख रुपियाँसम्म पर्ने गर्दछ। सामान्य हिसाबले पनि मकवानपुर जिल्लामा यस वर्ष फाँडिएको अफिमको अवैध मूल्य स्थानीय स्तरमा 11 करोड 85 लाख रुपियाँ तथा राजमार्ग पार गर्दाको मूल्य 35 करोड 55 लाख रुपियाँ हुन आउँछ। सोचौं, यति ठूलो रकम संगठित रूपमा रहेका लागु औषध तस्करको हातमा पर्दा समाजको समग्र शान्ति सुरक्षामा कस्तो असर पर्ला? मकवानपुर लगायत रौतहट, बारा, पर्सा, उदयपुर, सिराहा, सुर्खेत र सल्यानमा समेत अफिम खेती हुने गरेको प्रहरी तथ्याङ्कले देखाउँदछ। मकवानपुर एक प्रतिनिधि जिल्ला मात्र हो। अफिमको अवैध खेती नियन्त्रणतर्फ नेपाल प्रहरी लगायत सरकारवाला निकायहरूबीच समयमै समन्वय गरी प्रभावकारी रूपमा अभियान सञ्चालन गर्न नसकिए देशको समग्र सुरक्षा स्थितिमै जटिल चुनौती खडा हुन सक्दछ।